पहिलो नम्बरमा पुग्न सफल भएका छन् र सेन्ट्रल रेफ्रीको विसलको साथमा आफ्नो टिमलाई जित्नुपर्ने एउटा जरुरी मैले अघिबाटै भनिरहेको थिएँ किनभने उहाँलाई पोइन्ट कलेक्ट गर्नु इम्पोर्टेन्ट छ। एउटा मौका हेडरद्वारा क्लियर राम्रो सकेका छन् यो कर्नर किक मौका क्रस हेडर अझै मौका हेडरद्वारा गोल गर्ने प्रयास र गोल पहिलो गोल गोल गर्न सफल ड्रागन्सका खेलाडी। यहाँ यो रिप्लेमा हेर्न सक्नुहुन्छ पहिला यो बल क्लियर भएको थियो फेरि क्रस अनि हेडरद्वारा गोल गर्ने प्रयास क्रसबाट लागेर ब्याक भएको थियो भने त्यो बलको सदुपयोग गर्दै जर्सी नम्बर यहाँ मौका बनाउँदै मौका आउन सक्छ मौका बनाइरहेका छन् बललाई क्लियर अझै पनि मौका छ ड्रागन्सको लागि शट अनि यो बललाई गोलकिपरले राम्रो कलेक्ट गरेका छन् एट्याक गर्नुको निम्ति ड्रागन्सका खेलाडी अगाडि बढिसकेका छन् र गोलकिपरलाई यो बल दिएका छन् गोलकिपर लामो पास यो मिस पास यो मौका हुन सक्छ जर्सी नम्बर 19 हेडरद्वारा क्लियर जर्सी नम्बर 3 यहाँ देख्दै हुनुहुन्छ यो स्क्रिनमा एउटा राम्रो ड्रागन्स खेलाडी बललाई खोज्न सफल जर्सी नम्बर 10 12 बल अगाडि बढ्दै राम्रो खेलाको प्रदर्शनी मौका हुन सक्छ मौका तर राम्रो खेलाको प्रदर्शनी राम्रो गोलकिपरको पहिचान यहाँनिर देखाउँदै निन्डु लेप्चा यहाँ हेर्न सक्नुहुन्छ 1-1 यो बललाई राम्रो सेभ गरेका छन् निन्डु। यति बेला 3 मिनट्सको अतिरिक्त समय यानि कि 3 मिनट्स एडिसनल टाइम पाइसकेका छन् 45 मिनट सही समयको अन्तपछि 3 मिनट्स एडिसनल टाइम हेरौँ यो 3 मिनटको समयमा कुन टिमले सदुपयोग गर्दै आफ्नो टिमलाई प्रतिन्छ राम्रो शट अनि गोल व्हाट द शट व्हाट अ लभली गोल बाइ सिक्किम ड्रागन्स यहाँ हेर्न सक्नुहुन्छ जर्सी नम्बर 23 ले साह्रै राम्रो शट गरेर साह्रै राम्रो गोल गरे वान अफ द बेस्ट गोल हामी भन्न सक्छौँ यो गोललाई व्हाट द शट व्हाट द गोल यहाँ हेर्न सक्नुहुन्छ वाउ यो शट साँच्चै नै वाउ व्हाट अ लाइकको शट गोलकिपरले क्लियर गर्ने प्रयास अझै पनि इगल्सका खेलाडी आफ्नो पक्षमा बललाई राखिरहेका छन् गोल गर्ने प्रयासमा छन् यहाँ मिडफिल्डर 9 यो क्रस एउटा मौका हुन सक्छ मौका अनि गोल पहिलो गोल यहाँनिर एउटा पहिलो गोल गर्न सफल भएका छन् जर्सी नम्बर 13 हेर्न सक्नुहुन्छ यो रनिङ बल थियो जर्सी नम्बर 51 ले राम्रो यो बल दिएका छन् अनि यहाँनिर नो अफसाइड किनभने खेलाडी कुदिरहेका थिए राम्रो गोल गरेका छन् जर्सी नम्बर 13 द्वारा मौका गोल व्हाट द क्रस व्हाट द हेडर व्हाट द गोल हेर्न सक्नुहुन्छ राम्रो क्रस गरेका छन् जर्सी नम्बर 27 ले राम्रो हेडको साथमा अहिले पनि सिक्किम ड्रागन्स अझै एक गोल गरेर आफ्नो टिमलाई मजबुत बनाउँदै अगाडि बढिसकेका छन् सिक्किम ड्रागन्स टुडे ब्ल्याक प्रयास गरेका थिए गोलकिपर यति बेला ब्ल्याक इगल्सका गोलकिपर र सेन्ट्रल रेफ्री